एटलिस्ट दुःख सुख गर्दै तपाईँ हामी त पढ्यो, तर सबै मान्छेले पढ्न पाएका छन् त? सबै केटाहरूले पढ्न पाएका छन्? बिहान उठ्ने बित्तिकै घाँस दाउरा गर्नु जानुपर्ने केटाहरू छैनन्? बिहान उठ्ने बित्तिकै स्याउला सोध्न जानुपर्ने केटीहरू छन् कि छैनन्? तपाईँहरू हामी भनेका त भाग्यमानी हौँ जसले पढ्न पाइयो। पढ्नै नपाउने, घरको आर्थिक अवस्थाको कारणले सानैमा चाहिँ ज्याला मजदुरी गरेर काम गर्नुपर्ने, नभए एक कक्षा पनि पढ्न नपाउने निराक्षरहरू, अनएजुकेटेड केटाहरू पढ्ने हुन्छन्, विद्यालयमा हुन्छन्, भाग्यमानी हुन्छन्। तपाईँहरू जस्तै, म जस्तै केटीहरू भाग्यमानी हुन्छन्, तपाईँ हामी जस्तै पढ्न पाउने, पढ्न पाएका। तर कतिपय त पढ्न चाहँदै घरको पारिवारिक परिस्थितिको कारणले पढ्नै नपाउनेहरू हुन्छन्, जो चाहिँ के हुन्छन् त निराक्षरहरू हुन्छन्। निराक्षर जो चाहिँ केटाहरू के हुन्छन् त निराक्षर हुन्छन्। सानैदेखि घरको जिम्मेवारी चाहिँ काँधमा बोकेर हिँड्नु पर्नेहरू हुन्छन्, निराक्षर, एक कक्षा पढ्न नपाएका।